गाइस सुन्नुभयो आऊ आऊ रे ए आऊ आऊ रे कि यता दुर्गा प्रसाई दाइको फ्यान पनि यता आउनु भयो मलाई शङ्का लाग्यो है आऊ 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 मजुर बास बज्दै गाइस मजुर सुन्नुभयो गाइस दुर्गा प्रसाद दाइको फ्यान सुन्नुभयो त म एउटा फ्यानलाई देखाउँछु यतातिर सुन्नुभयो नि दुर्गा प्रसाद दाइको फ्यान अस्ति त दुर्गा प्रसाद दाइले मात्रै आऊ आऊ भन्दै थियो आज त यहाँ त जताततै आऊ आऊ भन्छ म हजुरहरूलाई चाहिँ दुर्गा प्रसाद दाइको फ्यान देखाउँछु है त दुर्गा प्रसाद दाइको फ्यान कति राम्रो हुनुहुन्छ म हजुरलाई ए मयूर बास बसेको गाइस यहाँ माथि चल्दैछ देख्नुभयो तपाईले मैले चाहिँ त्यसै दुर्गा प्रसाद के हो क्वाक मात्रै गरेर करायो नि त कराउ न यार आहो आहो भन न ए आहो 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 ए आहो आहो भन न यार ऊ यहाँ छ अर्को दुर्गा प्रसाद दाइको एकदम बिग फ्यान भन्दैछ त्यही आऊ आऊ भनिरहेको छ यिनीहरूले यो मयूर उडेर माथि जानले तर्खरमा छ अनि यहाँ छ एउटा जोडी यो भाले पोथी यो पोथी छ त्यहाँ पनि पोथी हो क्या दुईटा पोथी रहेछ त अनि यहाँ एउटा भाले रहेछ लामो पुच्छर भएको अनि यो भुइँमा छ एउटा भाले सुन्नुभयो नि तपाईहरुले कसरी कराउँछ म सेम दुर्गा प्रसाद दाइको जस्तै आवाज लागेको भएर चाहिँ आऊ आऊ भनेको भएर दुर्गा प्रसाद दाइको फ्यान भनेको ओ यो यताको मयूर पनि आयो त्यो पनि जम्प गर्दै उ त्यो माथि पुग्छ जम्प गर्न लाग्यो उना लाग्यो उड्यो यो यहाँ माथि पुग्यो ए यो एउटा जोडी यहाँ बस्यो अहिले उताको छोटो पुच्छर भएको पोथी अनि यो लामो पुच्छर भएको भाले भइहाल्यो त्यहाँ माथि पनि पोथी छ एउटा अनि यो भर्खर उठेर माथि पुग्यो यो त जम्प गरे फेरि त्यो भाले त्यहाँ छ यो आफ्नो जोडीहरुसँग बस्छ होला नि त माथि फर्केर हेर्दैछु म भुइँमा छु नि त अनि यसरी माथि फर्केर सुट गर्छु लडेन यस्तो पाराले नि के गर्छ हौ केटा ओके लेट्स गो